आदि यो संसारका आदि पुरुषहरूको समस्या नै यस्तै छ। छिटो झर्छ, सानो पेनिस छ, छिटो झर्छ, सानो पेनिस छ, अझै धेरै टाइमसम्म गर्न पाए हुन्थे भन्ने थुप्रै पुरुषको मनमा लागेको हुनसक्छ। त्यसैले यस्तो हुन्छ भने चाहिँ अब यसलाई चाहिँ कसरी लङ टाइमसम्म गर्ने। मैले थुप्रै कुराहरू बताइसकेकी छु, किगल एक्सर्साइज गर्नुहोस्, राम्रो डाइट फुडहरू खानुहोस्, यताउति त मैले सबै कुराहरू बताइसकेकी छु। तर आज चाहिँ अरू के उपायहरू अपनाउन सकिन्छ त त्यो कुरा गर्छु। त्यो पहिलो नम्बरमा के भन्न चाहे भने फोरपेले गर्ने बानी हुँदैन कसैको। फोरपेले भनेको के हो भन्ने विषयमा मैले भिडियो राखिसकेकी छु। चाहियो भने फेरि राखौँला, होइन भने चाहिँ यो भिडियो राखिसकेकी छु। 2-3 पटक किन राख्नु भनेर नराखेको। फोरपेले भनेको सेक्स गर्नु अगाडि गरिने क्रियाकलाप, मसार्नु, चुम्बन गर्नु, एकअर्कालाई छुनु, केही कुरा बोलेर हुन्छ कि गरेर हुन्छ कि उसलाई इन आउट नगर्ने तर एउटा आनन्द दिने खालको रिजाउने भिजाउने कार्यक्रम। फोरपेले भनेको चाहिँ सेक्स गर्नु अगाडि गरिने क्रियाकलाप। त्यो नै नगरिकन सिधै जानुभएको छ अनि इन आउट गर्नुभयो अनि त्यसपछि ल एउटालाई पुग्यो अनि त्यसपछि ल छिटो झर्यो भन्नेहरू पनि हुन सक्नुहुन्छ। त्यसैले महिला र पुरुष दुवैलाई एकै समयमा स्खलित हुनु छ भने चाहिँ फोरपेले आवश्यक छ। महिलालाई फोरपेले गरेर उनीहरूलाई आनन्द दिँदै गर्नुहोस्, एकैचोटि इन आउट नै गर्नुपर्छ भन्ने कुरा हुँदैन। त्यसैले लङ टाइम गर्नु छ भने फोरपेले गर्नुहोस्। र दोस्रो नम्बरमा छ अल्कोहल खाने बानी छ, चुरोट खाने बानी छ भने यसलाई कम गर्नुहोस् है। होइन यो खाएपछि त झन् धेरै पावर आउँछ, झन् धेरै समयसम्म टिकिन्छ भन्ने कुराहरू हुन्छ कसैको। कसैको हेल्दी छ, ठिक छ, उनीहरूलाई त्यो बानी छ भने सुरुमा केही समय यस्तो हुन्छ तर पछि बिस्तारै त्यो काम गर्न छोड्छ। जस्तै तपाईँहरू आजभोलि केही खानुहुन्छ, रक्सी खानुहुन्छ, रमसम बियर खानुहुन्छ अनि पार्टनरसँग गर्नुहुन्छ, लङ टाइम भयो नि त यो त भनेर तपाईँहरूले सोच्न सक्नुहुन्छ। तर त्यो बानी पार्दै गइसकेपछि त्यसले पनि काम गर्न छोड्छ। जस्तै भाइग्राको गोली खाँदा पनि डक्टरहरूले के भन्नुहुन्छ नि तपाईँ हेल्दी हुनुहुन्छ, ठिक हुनुहुन्छ भने यसले काम गर्छ, तर तपाईँको भित्र केही कमजोरी छ भने चाहिँ यसले काम गर्दैन, यो सेवन गर्नु हुँदैन भनेर भन्नुभएको हुन्छ। त्यसैले यो खाँदैमा पावर बढ्ने उसो हुने भन्ने चाहिँ हुँदैन। तेस्रो नम्बरमा पर्छ यदि आफ्नो पार्टनरसँग खुसी हुनुहुन्न भने पनि त्यो लङ टाइमसम्म टिक्ने त के कडा पनि नहुन सक्छ। त्यसैले आफ्नो MT63 तपाईको भरपर्दो अनलाइन मनोरञ्जन प्लेटफर्म सँग पनि उसलाई कसरी चाहिएको छ, कसरी गर्दाखेरि उसलाई आनन्दित हुन्छ अथवा केही उपायहरू छ कि भनेर उसँग पनि बुझ्ने कोसिस गर्नु होला। अर्को कुरा हुन्छ मास्टरबेसन गर्नुहोस्। एकदमै छिटो झर्ने बानी छ भने तपाईँहरू आज सेक्स गर्दै हुनुहुन्छ, पार्टनरसँग सेक्स गर्दै हुनुहुन्छ भने त्यसको केही समय अगाडि मास्टरबेसन गरेर आफूलाई स्खलित गर्न सक्नुहुन्छ र दोस्रो राउन्डका लागि तपाईँ लङ टाइमसम्म टिक्न सक्नुहुन्छ। यो पनि एउटा उपाय नै हो। जस्तै तपाईँहरू पार्टनरसँग अब सेक्स गर्न जाँदै हुनुहुन्छ, सेक्स पहिलो राउन्डको सेक्स नर्मल्ली सबैको थोरै नै हुन्छ र त्यो थोरै एकैपटकको गर्ने, एकपटक पनि थोरै भयो भने झ्याउन सक्छ। त्यसैले एकपटक पार्टनरसँग गर्नु